दर्शकवृन्द नमस्कार। गोलखबर.com को विशेष संवाद कार्यक्रममा तपाईलाई हार्दिक स्वागत गर्न चाहन्छौं। सधैँझै आज हामी एकजना विशिष्ट अतिथिसँग कुराकानी गर्नेछौं। खास गरी पछिल्लो समयमा नेपालको राजनीतिमा एउटा तरलता छाएको छ। एकातिर राजतन्त्र पुनर्स्थापना गर्न चाहने शक्तिहरूको एउटा खालको दौडधुप र आन्दोलन, अर्कोतिर गणतन्त्रवादीहरू जो सत्तामा छन् र संसदवादीहरू पनि भनिन्छ उनीहरू चाहिँ राजतन्त्र फर्कने एउटा खालको चाहिँ माहौल बन्ने हो कि भनेर एउटा खालको त्राइमामको अवस्थामा छन् भने गणतन्त्रबाट पनि अझ नयाँ व्यवस्थातिर जानुपर्छ भन्ने विचार राख्ने अरू पार्टीहरू पनि सडक सङ्घर्षमै छन्। यही बीचमा नेपाल कम्युनिस्ट पार्टी बहुमतको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपालको यही वैशाखको 16 देखि 18 गतेसम्म काठमाडौँमा प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ। यो सम्मेलनको तयारी के कस्तो भइरहेको छ र यो सम्मेलनले के कस्तो नीतिहरू पारित गर्नेछ, नेतृत्व चयनको के कुरा हुनेछ भन्ने लगायतका विषयमा छलफल गर्नका लागि क्रान्तिकारी युवा सङ्गठन नेपालका संयोजक हरिश भट्ट हामीसँग आजको हाम्रो स्टुडियोमा अतिथिको रूपमा हुनुहुन्छ। हामी उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। सर नमस्कार। धन्यवाद। अब मैले छोटो पृष्ठभूमि जस्तो पनि गरेँ। तपाईहरु यो क्रान्तिकारी युवा सङ्गठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन गर्दै हुनुहुन्छ, पहिलोचोटि हो है। यसमा सम्मेलनले पास गर्ने कुरा त एउटा छँदैछ, नीतिको कुरा, आगामी कार्यक्रमको कुरा, अनि त्यसपछि नेतृत्वको कुरा पनि होला हैन। खास गरी यहाँहरूले नीति कस्तो खालको नीतिहरू पास गर्ने सम्भावना छ? मैले यहाँबाट सुरु गरेँ, योसँग सम्बन्धित केही प्रश्न पनि उठाउनेछु। धन्यवाद। अब पछिल्लो चरणको नेपालको राजनीतिक परिस्थितिको बारेमा तपाईले थोरै भन्नुभयो। हामी यो विषयमा निकै गम्भीर छौँ। विगत लामो समयदेखि हामीले भनेका छौँ नेपालमा जुन खालको सत्ता सञ्चालनमा छ यो सत्ताले निकास दिँदैन भनेर हामी निरन्तर सडक सङ्घर्षमै रहेको कुरा लगभग सबैलाई जानकारी भएकै विषय हो। अब पछिल्लो चरणमा हाम्रो सङ्गठनले नेपाल कम्युनिस्ट पार्टी बहुमतको सहायक सङ्गठन हुनुको नाताले हामी विगत लामो समयदेखि भ्रष्टाचार र कुशासनका विरुद्धमा सङ्घर्ष गर्दै आइरहेका छौँ। यसै मानेमा चाहिँ अहिले जो यो देशमा देखिएको कुशासन, भ्रष्टाचार, मिटर ब्याजीका, लुटपाटका भनौँ कुसंस्कारहरू चाहिँ गतिविधिहरू छन्, त्यसका विरुद्ध हामी अहिलेसम्म सङ्घर्ष गर्दै आइरहेका छौँ। आगामी दिनमा पनि अझै यसलाई चाहिँ व्यापकतामा बढाएर लैजाने गरी हामीले अहिले हाम्रो हुन गइरहेको सम्मेलनबाट त्यो नीति निर्माण गर्नेछौँ। हामीले त्यो नीति निर्माणको सँगसँगै नेतृत्व चयनको कुरा चाहिँ के हुनेछ? हामीले यो सम्मेलनबाट नयाँ ढङ्गले नेतृत्व पनि निर्माण गर्नेछौँ, नयाँ नेतृत्व पनि चयन हुनेछ जो आगामी दिनमा हाम्रो 2 वर्षसम्म चाहिँ यो सङ्गठनलाई लिड गर्नेछ, नयाँ कार्यक्रमहरूलाई लन्च गर्नेछ, नयाँ नीति बनेको नीतिमा चाहिँ आगामी दिनको कार्यक्रमहरूलाई सञ्चालन गर्नेछ देशव्यापी हिसाबले। तपाईहरुको पार्टी गठन भएको पनि त्यति धेरै समय भएको छैन है। पार्टी गठनको सँगसँगै तपाईहरुको युवा सङ्गठनको तर्फबाट होला सायद देशभरि चाहिँ छिटफुट रूपमा मिटर ब्याज पीडितहरूका विरुद्धमा, त्यसपछि चाहिँ यो विभिन्न भ्रष्टाचारीहरूमाथि चाहिँ जुन आरोप लागेको छ तिनीहरूमाथि कारबाही गर्ने, एक्सन लिने, जुन खालको चेतावनी स्वरूप कारबाही यस्तो गरेको भन्ने सुनिन्छ, मिडियामा आउँछ। त्यो तपाईहरूले गर्नुभएको हो वा अरू कसैले गरेको हो? अब त्यो मूलभूत रूपमा सचेत युवाहरूले गरेको हो, त्यसको नेतृत्व चाहिँ हाम्रो सङ्गठनले गरेको हो। त्यो सबैलाई अवगत नै छ। हाम्रो सयौँ साथीहरू जेल हिरासतमा परेको, सयौँले मुद्दा भोगेको, सयौँ त्यहाँबाट चाहिँ हामीमाथि दमन भएको विषय त अब जगजाहेर नै छ। हाम्रो कुरा तपाईँको प्रश्नमा या जिज्ञासामा हाम्रो कुरा कहाँनिर हो भने हाम्रो सङ्गठनले अहिले यो देशमा भएका व्याप्त समस्याहरूलाई हेरेर बस्ने कि त्यसका विरुद्धमा सङ्घर्ष छेड्ने भन्ने कुरा हो। हामीले हाम्रो पार्टीले निर्देशन गरेअनुसार, हाम्रो सङ्गठनले योजना बनाएअनुसार ती विकृति र राज्यद्वारा नै संरक्षित लुट खसुटका विरुद्धमा चाहिँ सङ्घर्ष छेड्नुपर्छ भनेर त्यो हाम्रो सङ्गठनले नेतृत्व गरेरै भएको कुरा हो। त्यसो भए यो युवा सङ्गठनको जुन सम्मेलन हुँदैछ, प्रथम सम्मेलन, यसबाट पनि यस्तो खालको कार्यक्रमहरू पारित हुने हो कि भन्ने एउटा खालको मान्छेमा जिज्ञासा चाहिँ हुने भयो। हो न, यसो छ। अब त्यसमा म तपाईँ सबै चाहिँ युवा देशभक्त प्रगतिशील क्रान्तिकारी सबै साथीहरूलाई पनि हामीले आह्वान गर्न चाहेका छौँ। यो देश लुटिएको हेर्न चाहने त हामीले? यो देश निरन्तर चाहिँ लुट खसुट राज्यमा बसेकै मान्छेद्वारा चाहिँ यो देशको दोहन भएको हेर्न चाहने त हामीले भनेका छौँ कि यो सङ्घर्ष त केही पनि होइन। यो त हामीले सिंहदरबारभित्र पसेको, बालुवाटारभित्र पसेको, चाहिँ अन्त मन्त्री क्वार्टरभित्र पसेको केही मान्छेहरूलाई चाहिँ हामीले लतार्दै सडकमा ल्याएको त साङ्गीतिक हिसाबले गरेको कार्यक्रम हो। युवाहरू जाग्न पर्यो भन्ने छ हाम्रो त।
सिंहदरबारभित्र आगो लाउन जानुपर्छ भन्ने छ। अरू कुरा त छोडिदिनु न, सहायक विषय भयो। बालुवाटारभित्र पस्नुपर्छ भन्ने छ। बालुवाटारबाट संरक्षित चाहिँ यो देशमाथि लुटखसुट हुन सक्छ। त्यसको होइन, त्यसका विरुद्धमा सङ्घर्ष गर्नको लागि लाखौँ युवा एक ढिक्क भएर आउनुपर्छ भन्ने छ हाम्रो। तपाईँ बालुवाटार र संसद भवनको कुरा गर्दै गर्दा संसद भवन सिंहदरबार भनेको राज्यको सबैभन्दा माथिल्लो निकाय हो। त्यसको संरक्षणमा पनि भ्रष्टाचार हुन्छ। राज्यको माथिल्लो निकाय त त्यो लुटेराहरू बस्ने निकाय हो भन्ने छ हाम्रो त। राज्यको उपरी संरचना त एउटा होला, त्यो संरचनामा को बसिरहेछन् त? केपी ओली, शेरबहादुर देउवा, प्रचण्डहरू बसिरहेछन्, जो यो देशमाथि चाहिँ कार्टेलिङ गरेर मिलीभगत लुटखसुट गर्ने बाहेक उनीहरूले केही पनि गरेका छैन यो देश र जनताको लागि। त्यसो तपाईँले बालुवाटारको कुरा पनि भयो, जो प्रधानमन्त्री निवास हो, त्यो चाहिँ एमाले निकट चाहिँ अहिले प्रधानमन्त्री, एमालेको प्रधानमन्त्री हुनुहुन्छ भने तपाईँको व्यवस्थाप्रतिको असन्तुष्टि हो कि सरकारप्रतिको असन्तुष्टि हो कि भ्रष्टाचार, त्यसपछि अनियमितता, जुन मिटर ब्याज भन्ने यस्तो छ नि, यो एउटा चाहिँ तल्लो तहमा मात्रै हुने सङ्घर्ष हो कि राज्य सत्तालाई नै त्यो चुनौती दिने खालको सङ्घर्ष? तपाईँ हेर्दै जानुहोस्, हामीले भनेका छौँ नेतृत्व गर्न हामी तयार छौँ भनेका छौँ। यो राज्य सत्ताकै प्रश्न हो मूल कुरा। हामीले यो सरकारमा यो किनबेच हुने, दलालहरूले निर्माण गर्ने, दलालहरूले विघटन गर्ने, यो चाहिँ माफियाहरूको सरकारसँग हामीलाई कुनै लेना देना छैन। नेपालको आज मूल समस्या के हो त? आज तपाईँले अस्तिको मात्रै डाटा हेर्नुभयो कि भएन? एक महिनामा तपाईँको 40,000 मान्छेहरू, 50,000 मान्छेहरू, युवाहरू, अझ अस्तिको डाटा नयाँ अनुसार त 50-60,000 मान्छे, 70,000 मान्छेहरू एक महिनामा चाहिँ विदेश गइरहेको स्थिति छ होइन। किन भइरहेछ त? यो निरन्तर लुटखसोट छ, मिलीभगत मिली लुटखसोट छ। प्रचण्डले 2 वर्ष लुट्यो, अब केपी ओलीले 2 वर्ष, त्यसपछि शेरबहादुर देउवा जत्थाको पालो लुट्नेमा चाहिँ मिलीभगत लुटखसोट छ। यो सरकारसँग हाम्रो मूलभूत रूपमा केही छैन, यो लुटेर सरकार हो भन्ने चाहिँ हाम्रो मूल प्रश्न, सत्ताको प्रश्न हो। यसको समाधान या नेपाली जनताले पाउने, यो राज्यबाट पाउने भनौँ न, यो कुशासन रहित सरकार या जनताको सरकार भनेको हामीले भनेको वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै हो। संसदीय व्यवस्थाभित्र जसरी माफियाहरूले पहिले सांसद हुनुभन्दा पहिले मान्छेहरूलाई किन्ने, संसदमा पठाउने, आफू अनुकूलको सरकार बनाउँदासम्म अहिलेको यो सरकारले चाहिँ जनताको कुनै पनि जनता, यहाँ भन्नुहोस् महिला, मुस्लिम, पिछडिएका, आदिवासी, दलित, युवा, कर्मचारी, शिक्षक, कसैको पनि चाहिँ यिनीहरूले चाहिँ माग चाहिँ या भनौँ उनीहरूलाई सम्बोधन गर्न सक्ने स्थिति हुँदैन। उनीहरूले माफियाहरू बाहेक चाहिँ अरूको हितको बारेमा सोच्ने कुरा पनि हुँदैन। यसको लागि मूल नै यो सत्ताको चरित्र परिवर्तन गर्नुपर्छ भन्ने छ। त्यसको विषयमा त ठुलो व्याख्या नै छ। चरित्र तपाईँले चाहिँ राज्य सत्ताको कुरा गर्नु, समाजवादी राज्य सत्ता या नयाँ खालको राज्य व्यवस्था, अहिले त 3 धारका राजनीतिक शक्तिहरू देखा परे। एउटा चाहिँ गणतन्त्रलाई अझ उन्नत बनाउनुपर्छ, त्यसलाई चाहिँ समाजवादीकरण गर्नुपर्छ भन्ने तपाईँहरू जस्ता राजनीतिक पार्टी र त्यसको निकटको तपाईँहरू सङ्गठनमा आबद्ध होइन। अर्को चाहिँ गणतन्त्रलाई नै सर्वेसर्वा भन्ने, अर्को चाहिँ यो भन्दैन अझ पछाडि फर्केर राजतन्त्रको स्थापना गर्ने, 3-4 थरीको चाहिँ विचारधारात्मक हिसाबले देखिन्छ भने। तर समाजवादी भनेर भन्नुभयो नि, धेरैले अहिले समाजवाद भनिरहेका छन् होइन। त्यो व्यवस्था आयो भने चाहिँ यो लुट, भ्रष्टाचार यो चाहिँ कसरी रोकिन्छ? यसको चाहिँ के हुन्छ? ठिक हो, एकदम तपाईँले एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभयो होइन। यसमा 2टा पाटो छ। हामीले पछाडि फर्किने या यहीँ रहने कि अगाडि रहने, मूल विषय त यही हो नि त। समाज विकास क्रमको धारा प्रवाह भनेको अगाडि बढ्ने धारा हो, त्यो प्रगतिशील धारा हो, त्यो क्रान्तिकारी धारा हो। त्यो वेगलाई कसैले पनि रोक्न सक्दैन, त्यो यथास्थितिवादीले पनि रोक्न सक्दैन, तपाईँको पश्चगमनकारीहरूले रोक्न सक्ने कुरा हुँदैन। अर्को प्रश्नमा 240 वर्ष शाहवंशीय राजतन्त्रले यो देश लुटेको होइन? के भयो 240 वर्षमा? 104 वर्ष यो देश जहाने राणा शासनले लुटेको होइन? पछिल्लो 3 दशक चाहिँ पञ्चेहरूले लुटेको होइन? पछिल्लो 2-2.5 दशक चाहिँ शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीले लुटिरहेको छैन यो? अनि यहीँ बस्ने हामी? अनि कि 240 वर्ष पछाडि लुटेको सत्तामा जाने? हामीले त के भने यसको निकास, जस्तो तपाईँले भन्नुभयो, हामीले भनेका छौँ समाजवादी व्यवस्था, वैज्ञानिक समाजवादी व्यवस्था। म त्यसको सामान्य तपाईँलाई एउटा इक्जाम्पल मात्रै दिन्छु। हामीले त्यो परिकल्पना गरेको कहाँ भने यो 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 वरिपरिको यो चाहिँ जता गए पनि तपाईँको लड्ने व्यवस्थाबाट त सम्भव छैन होइन। जता गए पनि दलाली गर्ने चाहिँ गरेर सत्ता निर्माण, सरकार निर्माण गरेर त सम्भव छैन निकास। हामीले भनेको निकास के हो भने ल एकचोटि प्रत्यक्ष कार्यकारीमा जाउँ, सम्पूर्ण देशवासीले, सम्पूर्ण जनताले निर्वाचन गर्न पाउनु पर्यो नि त आफ्नो राष्ट्र प्रमुख। कसै दलालले एउटा चाहिँ झापाको एक क्षेत्रबाट जितेको के अरे केपी ओली देशभरिको चाहिँ उसले दायित्वबोध गर्छ भन्ने छ, देखियो। 1.5 अर्बको टावर बनाएर अहिले झापामा त भैँसी पाल्ने गोठ जस्तो बनाएर बसिरहेको छ। किन? उसलाई त्यो टावर बनायो भनेर भोलि तपाईँको फेरि चुनाव जितेर प्रधानमन्त्री हुनु छ। उसले डडेलधुरा, बैतडी, दार्चुलाको बारेमा सोच्यो त?
सोचेन। एउटा चाहिँ गोर्खाबाट आएको प्रचण्डले अन्त सोच्यो त सोचेन। यसको निकास भनेको प्रत्यक्ष कार्यकारी गरौँ, त्यहाँबाट चाहिँ प्रत्यक्ष निर्वाचित भएर आउँछ। प्रत्यक्ष कार्यकारीलाई चाहिँ विषय विज्ञलाई मन्त्रीमण्डल बनाउन दिउँ। अहिलेको यो संसदले चुन्ने प्रधानमन्त्री र जनताले प्रत्यक्ष चुनिने प्रधानमन्त्री मतलब त्यो कार्यकारीको बिचमा चाहिँ भिन्नता चाहिँ के हो? मूल कुरा के हो भन्नुहुन्छ भने अहिलेको व्यवस्था हेरौँ नि त। केपी ओलीलाई प्रधानमन्त्री बनाउनको लागि दलालहरू मिले पुग्दो रहेछ नि त। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि अब कहाँ थाइल्यान्ड कि कता गएछन्, कता कताबाट के बनेर आउलान्। अरू अहिलेको व्यवस्थामा यो देशको प्रधानमन्त्री बनाउनु त दलालहरू मिले पुग्ने भयो नि त। तर त्यसलाई स्वाइप गरिदिउँ, उल्टाइदिउँ। प्रत्यक्ष निर्वाचित भयो भने होइन, केही त्यसमा चाहिँ क्लजहरू त राख्नुपर्छ। प्रत्यक्ष निर्वाचित भयो भने त्यो आम नेपालीबाट निर्वाचित भएको प्रतिनिधि हुन्छ, त्यो दलालहरूको प्रतिनिधि हुँदैन त्यो सत्ता प्रमुख चाहिँ। त्यसो हुँदाखेरि के हुन्छ त भने त्यो मान्छे जनताप्रति उत्तरदायी हुन्छ, न कि दलालहरूप्रति, न कि एउटा सीमित चाहिँ निर्वाचन क्षेत्रप्रति। ऊ त ओभरअल देशप्रति चाहिँ उत्तरदायित्व बोध गर्छ। र उसले निर्माण गर्ने भोलिको सरकार या मन्त्रीमण्डल के हुन्छ त भने विज्ञ विशेषज्ञहरूको हुन्छ। त्यो सांसदहरू मन्त्री हुने हो। सांसदहरू त सांसद भने के हो त नि, अनि जनताबाट लेजिस्लेचर भने के हो? कानुन बनाउन आएको मान्छे हो नि ती त। मन्त्री बन्न आएको मन्त्री बनाउन आयो र। अब यहाँ त के भइदियो भने हाम्रो मान्छेलाई जिताऊ, मन्त्री बनाएर चाहिँ तिमीहरूकोमा बजेट हालिदिन्छौँ भन्ने यहाँका चाहिँ फन्टुस भ्रष्ट नेताहरूको चाहिँ अहिलेसम्म निर्माण गरेको अवधारणा यो छ, भाष्य यो छ। त रियलमा यो हो त। भने प्रत्यक्ष निर्वाचित चाहिँ 5 वर्षको लागि ग्यारेन्टी भएपछि त्यो वर्षमा सरकार बनाउनु नपर्ने भयो। नपर्ने हो। दोस्रो चाहिँ सांसदहरू मन्त्री बन्ने भएनन् विषय विज्ञहरूबाट। उनीहरूले पनि भ्रष्टाचार गर्दैनन् भन्ने ग्यारेन्टी हुन्छ। त्यो ग्यारेन्टी त संसारभरि कहीँ पनि हुँदैन, तर त्यसको कन्ट्रोल मेकानिजम हुन्छ नि त। तपाईँ एक विचार गर्नुहोस्, 10 जनाले छानेको मान्छे र 1 लाखले छानेको मान्छेमा त 1 लाख मान्छेहरूले ठिक ढङ्गले सोचिरहेको हुन्छ नि त, होइन त? 1 लाख मान्छेले छानेको मान्छे ठिक होला भन्ने प्रिजम्सन हो नि त। त्यो भए हुनाले भ्रष्टाचार जिरो हुन्छ, गर्दैनन्, हुँदैन भन्ने त हुँदैन। त्यसलाई राइट टु रिकलको व्यवस्था गर्न सक्यो नि त। जो प्रत्यक्ष कार्यकारीबाट आएको चाहिँ राष्ट्र प्रमुख हुन्छ उसले चाहिँ तुरुन्तै ल्याउन सक्ने भयो फिर्ता। जस्तो अहिले सामान्य उदाहरण ल्याउँ त, अहिलेकै मन्त्रीमण्डलमा कति मान्छेहरू चाहिँ भ्रष्ट, दीपक खड्काको कुरा गरौँ न, जो चाहिँ तपाईँको जनताको पैसा खाएर चाहिँ ठुल्ठुला कुरा गर्दै हिँडेछन्, तिनलाई चाहिँ केपी ओलीले फिर्ता बोलाउन सकेको छ त? किनकि दीपक खड्कालाई केपी ओलीले या नेपाली जनताले मन्त्री बनायो होइन क्या, दलालहरूले बनाएको हो होइन। जल माफियाहरूले, विद्युत सेक्टरका माफियाहरूले मन्त्री बनाएको। जबसम्म ती माफियाहरूले फिर्ता बोलाउँदैनन् दीपक खड्का फिर्ता हुन्न। तब जब प्रत्यक्षमा जान्छौँ या अर्को हामीले सोचेको परिकल्पना गरेको व्यवस्थामा जान्छौँ, त्यो व्यवस्थामा त चाहिँ प्रमुखले चाहिँ फिर्ता बोलाउन सक्ने भयो, जनताबाट निर्वाचित या निर्मित सरकार भएको कारणले। त्यसो भए तपाईँले यो व्यवस्था स्थापनाको लागि तपाईँको पार्टी र मातहतका सङ्गठनका साथीहरूले कस्ता गतिविधिहरू चाहिँ गर्नुभयो त तपाईँहरू सङ्गठनको तर्फबाट भने? मैले अब यसो छ, यसलाई दुईवटा तरिकाले हेरौँ। एउटा कुरा अहिले यो केरा गणतन्त्र हो, यसरी बुझौँ भन्नाले यो चाहिँ यो जनताको होइन कि केही मान्छेहरूको चाहिँ दलालहरूको चाहिँ जो यसका वरिपरि रमेर चाहिँ यसको चाहिँ रसपस खाइरहेछन्, यिनीहरूले जो गणतन्त्र हाई भनिरहेछन्। अहिलेको यो गणतन्त्र खास भन्ने हो भने 2-3टा पार्टीहरूको कार्टेलिङको लुटतन्त्रभित्र पस्यो। त्यो तपाईँको तल स्थानीय तहदेखि हेर्नुहोस्, केन्द्रसम्म हेर्नुहोस्। नम्बर 1 कुरा यो भएर यसको भण्डाफोर गरेर यसलाई कोल्याप्स गर्न पर्ने। तीनवटै पार्टी त्यो गणित मिलाउँदै, अनि यो 3टा त पार्टी नै होइन, यो त लुटेर जत्था हो। यो पार्टी होइन, यो त सम्पत्ति लुट्ने राज्यको लुटेर सम्पत्ति जम्मा गर्ने, त्यो सम्पत्तिलाई वितरण गरेर केही मान्छेहरू जम्मा गरेर त्यो पार्टी निर्माण गरे जस्तो मात्रै त हो। यो पार्टी हो। यो के गर्यो अहिलेसम्म? एमाले, काङ्ग्रेस, माओवादी केन्द्रले गरेको के हो? जनताका पक्षमा गरेको के हो? त्यसका कार्यकर्ताहरू, त्यसका नेताहरू चाहिँ, त्यसका लिडरहरू भन्न सक्छन्? यिनीहरूले गरेको के हो भने एकलाई सत्तामा पुर्याउने, अर्को लुट्ने, अर्कोले सत्तामा पुग्ने, अर्को लुट्ने। के गरेको? यिनी जनताको पक्षमा के गरेछ? यो लुटेर जत्था हुने यिनीहरू। यिनीहरूसँग न कुनै सिद्धान्त, विचार चाहिँ जनताप्रति उत्तरदायी हुने कुनै पनि कार्ययोजना छैन। तपाईँलाई म सामान्य इक्जाम्पल भनिदिन्छु नि। माओवादी केन्द्रको अध्यक्ष सरकार बनाउन कमल थापा खोज्दै हिँड्या होइन हिजो? राजेन्द्र लिङ्गदेन खोज्दै हिँड्या होइन? सङ्ख्या पुर्याउनको लागि उनीहरू त त्यो सत्तामा पुगेर लुट्नु छ नि त। 138 पुर्याउनु पर्यो, न त सरकार बन्दैन। त्यहाँ विचार, नीति, सिद्धान्त, जनता भन्ने कुरा त्यो एकदम त्यो भ्रम मात्रै हो। अनि यो त कसरी सत्तामा पुग्ने, लुट्ने, त्यो लुटेको धनले फेरि चाहिँ कार्यकर्ताहरू टिकाइराख्ने, तल चाहिँ भ्रम छरिराख्ने, योभन्दा बाहेक त केही पनि। तर सरकारमा गएर बजेट चाहिँ विनियोजन गर्छौँ, हाम्रो क्षेत्रमा यसो गर्छौँ भनेर भन्छ। त्यही त भने त त्यो आश्वासन एउटा चाहिँ अहिले हाम्रो जस्तो डेभलपिङ कन्ट्रीको एउटा विडम्बना पनि हो। अब जहाँ धेरै चाहिँ उसमा चाहिँ शिक्षित मान्छेहरू छैनन्, गरिबी छ, मान्छेहरूका पीडा छन्, त्यसमाथिको इमोसनल अत्याचार न हो यो।
जनताका पक्षमा काम गर्ने नेताहरू यस्तो हुनसक्छ? सम्भव छ यो कुरो? दिन दहाडै लुटेर हिँडेछन्, दिन दहाडै तपाईँको चाहिँ लुटेराहरूको तपाईँको बचाउट गर्दै। अब सामान्य इक्जाम्पल, पछिल्लो चरणको इक्जाम्पल ल्याउँ न। कुलमानले यो देशमाथि अपराध गरेको हो। कुलमानले चाहिँ विद्युत चाहिँ लोड सेडिङ हटाउने कुराको अपराध गरेको हो। कुलमानलाई हटाउनको लागि यो सत्ता पुरै लाग्यो कि लागेन? सामान्य बुझौँ न। केपी ओलीले हटाए भन्छन्। अनि त्यही त भने त केपी ओली त माफियाहरूको एउटा प्रतिनिधि पात्र हो। हामीले प्रधानमन्त्री यहाँ साइरन बजाए पनि, यहाँ सल्युट खाए पनि, यहाँ चाहिँ लाइन लागेर फुल हाले पनि सम्माननीय व्यक्ति हुन् र यिनीहरूले यो देश लुटेर चाहिँ मोटाएका पात्रहरू होइन नि। यी सम्माननीय या यो देशका यी त दलालहरूका प्रतिनिधि हुन्। हामीले देखेनौँ केपी ओलीको सरकार कहाँ कुन घर कसको घरमा बसेर बन्या हो? देखेका छौँ नि त। तर एमालेको नेताहरूको आरोप लागेको गिरिबन्धु टी स्टेट र भुटानी शरणार्थी काण्डमा बर्सार गरेको भनेर एमाले र काङ्ग्रेसको सरकार बनेपछि चाहिँ डिसमिस पारियो भन्ने आरोप पनि छ। जनताले त्यो मुद्दाहरूलाई डिसमिस हुन दिँदैन। तपाईँको मिडिया मार्फत, लोकप्रिय मिडिया मार्फत म क्रान्तिकारी युवा सङ्गठनको तर्फबाट, हाम्रो पार्टीको मूलभूत नीतिको तर्फबाट भन्छु, यो देशलाई लुटी खानेहरू, यो देशमाथि लुट खसोट बाहेक चाहिँ काटेलिङ गरेर केही पनि नगर्नेहरूका मुद्दाहरू डिसमिस हुँदैनन्। यति कुरा चाहिँ ढुक्क हुनुहोस्। हामी चिहानबाट खोज्छौँ यो कुरा साँचो कुरा हो। यिनीहरूले अहिले चाहिँ जसरी चाहिँ सरकार बनिहाल्यो, केही समय दबाउने, केही समय लुकाउने। मैले त खुलमखुला, हामीले त हाम्रो सङ्गठनले खुलमखुला च्यालेन्ज गरे, हिजो पनि भने हो नि, हामीले चाहिँ अनि तिमीहरू चाहिँ मन्त्रालयमा बसेर चाहिँ मानव तस्कर गर्ने अनि बालकृष्ण खानहरूलाई सडकमा छोडिदिने हुन्छ? यो देशका नागरिकहरूलाई शरणार्थी बनाएर विदेश पठाउने छोडिदिने हुन्छ? धनराज गुरुङहरू अहिले एमाले कङ्ग्रेसको सरकार हुँदाखेरि जोगिन्छन्? छोड्छौँ हामी? यो सम्भव छैन। ऋषिकेश पोखरेलले के गर्छ? उनीहरूलाई कारबाही गर्छ? जनताले गर्छ नि। कारबाहीको कुरा होइन, संसारभरिको इतिहास हेरौँ न। लतारिएर सडकमा चाहिँ जिउँदै मारिया छैनन्, घिसार्दै मारिया छैनन्। मुसोलिनीहरू चाहिँ तपाईँको झन्झन्डै भाग्दै गरेका मुसोलिनीहरूलाई चोकमा ल्याएर मान्छेहरूले चाहिँ नाङ्गे झार पारेर लासमाथि चाहिँ लात बजारे होइन? आउँछ त्यो दिन। हामीले आह्वान अहिले यो कुरा हो। हाम्रो कुरा यो देशलाई निरन्तर लुटखसुट गर्ने अनि चाहिँ तिनै चाहिँ जनतामाथि राज गर्ने, यो सम्भव हुन्छ? तपाईँको सङ्गठनको तर्फबाट अहिलेसम्म चाहिँ यी भ्रष्टाचारलाई के गर्नुभयो तपाईँले? हामीले गरेका छौँ। हामीले 7.5 अर्ब डिडिसीको तपाईँको बक्यौता रकम जनताको तिर्न बाँकी राखेर भारतबाट दुध किन्दै थिए डिडिसीका दलालहरू। डिडिसीमाथि हामीले निरन्तर खबरदारी गऱ्यौँ। नमानिसकेपछि हामीले डिडिसीमाथि कारबाही गऱ्यौँ। डिडिसीका तत्कालीन प्रबन्धकमाथि कारबाही गऱ्यौँ। कालो मोसो लायौँ, भौतिक कारबाही गऱ्यौँ। किन भन्न डराउने? गरेको सङ्गठनले गरेको, हामीले विज्ञप्ति निकालेर जिम्मा ल्याएको छौँ। कारबाही गरिसकेपछि उपरान्त पनि जनताको पैसा नतिर्ने हो भने हामी योभन्दा ठुलो कारबाही गर्छौँ भनेको 10 दिनमा 2.5 अर्ब तिर्यो। अहिले अझै पनि बक्यौता छ डिडिसीमा, अझै पनि त्यो अमूललाई दिने षड्यन्त्र गर्दैछन्। त्यो हामीले राम्रोसँग अध्ययन गरिरहेछौँ। अहिले पनि यातायात कार्यालयमा 1,02,000 लाइसेन्स नक्कली थिएनन्? छानबिन गर्नुहोस् भन्दाखेरि छानबिन गर्दै जाँदा 8 लाख नक्कली लाइसेन्स आएको साँचो कुरा होइन? अनि हामीले त्यो छानबिनमा लैजानुहोस्, फाइल रोके यहाँका दलालहरूले, फाइल छानबिनमा लैजानुहोस् नभए हामी कारबाही गर्छौँ भन्दा पनि नमानेपछि हामीले चाहिँ यातायातको डिजीलाई कारबाही गरेकै हो। त्यसपछि त्यो रोकिएको फाइल अझै पनि तिमीहरू बढाउँदैन भने योभन्दा ठुलो कारबाही गर्छौँ भनेपछि 1,02,000 चाहिँ लाइसेन्सको ओभरअल यातायात कार्यालयको अहिलेको भ्रष्टाचार 30 अर्बको हो। यो जनताले, युवाले बुझ्नुपर्छ, यसको अध्ययन गर्नुपर्छ। 30 अर्बभन्दा बढी भ्रष्टाचार भएको छ डुप्लिकेट लाइसेन्स वितरण गरेर। हामीले त्यो चाहिँ तुरन्त गर्नुहोस् नभए चाहिँ हामी कारबाही गर्छौँ भने चाहिँ नमानेपछि हामीले यातायात व्यवस्था कार्यालयमाथि कारबाही गऱ्यौँ। त्यसपछि छानबिनको दायरामा गयो। तपाईँलाई अर्को कुरा भनिदिन्छु म, काठमाडौँमा रहेका मालपोत र नापी कार्यालयहरू मार्फत यहाँका सम्पूर्ण चाहिँ सार्वजनिक जग्गाहरू हिनामिना गरिएको छ। यहाँका कर्मचारीहरू मिलेर, यहाँका हाकिमहरू मिलेर हामीले भन्यौँ त्यसकै उसमा यो बन्द गर। नमानिसकेपछि हामीले मालपोत कार्यालयकोमा कारबाही गऱ्यौँ। त्यहाँका हाकिमहरूलाई कारबाही गर्ने स्थिति भयो। अहिले पनि भनेको छौँ हामीले, कोही पनि बस्दैन नि, हेर्नु होला तपाईँहरू, 1-2 महिनामा नोटिस गर्नु होला। देशमाथिको लुटखसुट छोड्छौँ हामी? कुनै पनि तपाईँको सार्वजनिक जमिन बाँकी राखेका छैनन्। एक कार्यालयका हाकिमहरूलाई कालोमोसो लाउनु पर्ने स्थिति हुन्छ। त्यस्तै तपाईँलाई म अर्को पनि भनिदिन्छु, धरान बिपीमा 1.5 अर्बका तपाईँ मेडिकल सामानहरू किनेर घाममा सुकाउने स्थिति थियो। डाक्टर प्रहलाद कार्कीलाई हामीले 3-4 पटक चाहिँ सचेत गराएको, कारबाही गऱ्यौँ हामीले। जनताले त्यसलाई अनुमोदन गरे। देशैभरि हेर्नु हामीले भनेछौँ। अनि चाहिँ जनतामाथि लुटखसोट मचाइराख्ने अनि शासन पनि गरिराख्ने कसरी हुन्छ? तर मिटर ब्याजहरूलाई पनि कारबाही हामीले त मिटर ब्याजको त हामी क्लियर नै छौँ। हामीले 2078 देखि निरन्तर मिटर ब्याजीहरूका विरुद्धमा आन्दोलन गर्दै आएका छौँ। देशैभरि हामीले बहुसङ्ख्यक त्यो कारबाही पनि गरेका छौँ। त्यो तपाईँहरूले देखि नै राख्नु भएको छ होला। हामीले 2069 साल
साउन 25 गते शेरबहादुर देउवालाई मागपत्र बुझाएर केही मान्छेहरूका सम्पत्ति फिर्ता गर्ने स्थिति पनि बन्यो। भलै मिटर ब्याजीहरूले फेरि चाहिँ त्यो आफ्नो चाहिँ फिर्ता गरेको फेरि लग्यो भन्ने रिपोर्टहरू हामी अहिले सुन्दैछौँ। हामीले अहिले यहीँबाट पनि घोषणा गर्न चाहन्छौँ हामी यो देशमा रहेका सोझा साझा अनपढ जनताहरूलाई भुल्याइ छक्काएर मिटर ब्याजीहरू केही दिन त रमाउलान्, कोही बाँकी रहन्न। हामीले यो भनेको छ, कोही बाँकी रहन्न। कारबाही रुखमा बाँध्न पर्ने हुन्छ, के कुरा गर्नुहुन्छ? ठाडो खुट्टा ठाडो लगाएर रुखमा बाँध्न पर्ने स्थिति आउन सक्छ। जनताले गर्छ नि, हामीले आह्वान गर्ने हो। जनताले गर्छ, हामी नेतृत्व गर्छौँ, हामी नेतृत्व गर्छौँ, हामी सहयोग गर्छौँ। लाखौँ युवाहरू गोलबन्द बनाउँ न। त्यसो भने तपाईँहरूको युवा सङ्गठन र युवा सङ्गठनहरू त धेरै छन्, विभिन्न कार्यक्रमहरूमा चाहिँ यसो बोल्ने भाषण भिजन गरेको त देखिन्छ, सुनिन्छ होइन। तर ती युवा सङ्गठनहरू र तपाईँहरूको युवा सङ्गठनको बारेमा बिचमा चाहिँ भिन्नता के हुन्छ त्यसो भए? अब यसलाई यसरी बुझौँ नि त। अघि हामीले व्यवस्था या सरकारको यति धेरै कुरा गऱ्यौँ नि त। यो सरकार वरिपरि रहेका युवा सङ्गठनहरू नेताका चाटुकार हुने बाहेक के गरे त? जनताका पक्षमा काम गरेको कुनै एउटा काम भनिदिनुहोस् न त। ल यहाँ त ठुल्ठुला सङ्गठन हो भन्ने छन्, हामी लाखौँ कोही हजारौँ चाहिँ यो देशको एक मात्रै सङ्गठन हो भन्ने पनि छन्, कोही के छन्। तिनले नेताको चाकडी गर्ने बाहेक, नेताको झोला डायरी बोक्ने बाहेक गरेका काम के हो जनताको पक्षमा या यो देशका युवाहरूको पक्षमा? यिनीहरूकै माओ पार्टीले गर्दा होइन आज यो देशका चाहिँ महिनामै 70-80 हजार चाहिँ विदेश जानुपर्ने बाध्यता भएको, महिनामा चाहिँ 8 देखि 10 लाख नेपाल आइरहेछ। यिनीहरूकै माओ पार्टीले गर्दा होइन? डिप्रेसनमा पुगेर दिनको आत्महत्या गर्ने 7 देखि 8 जना मान्छे पुगेका छन्, यिनकै माओ पार्टीले गर्दा होइन? के बोलेका छन् त आजको दिनसम्म यिनीहरू? आफ्नो पार्टी सत्तामा हुँदाखेरि जे गतिविधि भए पनि नबोल्ने, आफ्नो पार्टी प्रतिपक्षमा भएपछि चाहिँ तपाईँको चाहिँ बाँदरको जस्तो चाहिँ चटक देखाएर हुन्छ सडकमा। जनताका पक्षमा उनीहरू छैनन्। हामीले निरन्तर जनता, यो देशका चाहिँ युवाहरूको बारेमा होइन, यो देशका चाहिँ विकृतिहरूको बारेमा आज हेरौँ त यो देश कहाँ पुगेको छ। सांस्कृतिक हिसाबले कोल्याप्स छ होइन। कसैलाई नमान्ने, कसैले कसैको भावनाको कदर नगर्ने, कुनै क्षेत्रले अर्को क्षेत्रलाई चाहिँ नस्वीकार्ने ठाउँमा यो देशकै शासकहरूले पुर्याएको होइन। अनि यो देशका युवाहरूलाई पलायन गराउने, यो देश मानव चाहिँ संसाधन चाहिँ विदेश निर्यात गर्ने चाहिँ मेन पावर कम्पनी जस्तो यही एमाले काङ्ग्रेसहरूले बनायो होइन? यो व्यवस्थाले गरायो कि पार्टीहरूले गरायो? यसो अब व्यवस्था नै मूल रुट नै गलत भइसकेपछि त्यसबाट निर्मित सरकार र त्यसका सरकारमा सहभागी पार्टीहरूले गरे। नीति नियम नै गलत छ। नीति नियमको त यसो हो नि त, यो व्यवस्था नै गलत भइसकेपछि त त्यहाँ नीति नियम ठिक हुने त कुरै छैन नि। कहाँबाट नीति नियम ठिक हुने कुरा आउँछ? नीति नियम सामान्य ढङ्गले हेरौँ त। ल अहिले नीति के अहिले हेर्न त, ल अहिले त मार्शल जस्तो उदाहरणको लागि लोकतान्त्रिक गणतन्त्र संसारको सबभन्दा उत्कृष्ट व्यवस्था भन्छन्। कस्तो लोकतन्त्र? पैसा बाँडेर चाहिँ दलालहरूको चाहिँ पैसा जनतालाई चाहिँ भ्रम छरेर जितेर आएर चाहिँ संसदमा आएको उत्कृष्ट बनाएको छ? कहाँ छ संसारमा सबभन्दा उत्कृष्ट? कुन देशमा छ? यो त यो फन्टोसहरूले चाहिँ यहाँ भ्रम छर्नको लागि गरेको कुरा हो। आज संसारको सबभन्दा गरिब 1960सम्म माओको पालामा सबभन्दा गरिब देश भोकमरीले चाहिँ त्यत्रा करोडौँ मान्छे मरेको चाइना आज कहाँ छ? चाइना सम्पन्न हुँदैछ। चाइना सम्पन्न। यिनले भन्या लोकतन्त्र छ र चाइनामा अहिले? त्यो नेतृत्वले गर्दा हो कि व्यवस्था ठिक हो? व्यवस्थाको कुरा हो नि। मूल कुरा त व्यवस्था, जनताप्रति उत्तरदायी व्यवस्था नहुँदासम्म जनता र देशको विकास सम्भवै छैन। त्यहाँ केही नेताहरूको, केही दलालहरूको, केही माफियाहरूको, केही नेताका वरिपरिहरूको मान्छेहरूको चाहिँ त्यहाँ समृद्धि अवश्य नै हुन्छ होइन। जनता र देशको समृद्धि कसरी सम्भव छ? त्यहाँ देश लुटेर आजका दिन सामान्य हामी सामान्य ढङ्गले हेरौँ न। यो देश यत्रै बजेट, यति सानो बजेट भएको देशमा अहिलेसम्मको बेरुजु चाहिँ 12 खर्ब पुगिसक्यो। ऋणमाथि राष्ट्रिय ऋण थप्ने बाहेक त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने पनि जनतालाई जानकारी छैन। हस्पिटल बनाउनुको सट्टा चाहिँ तपाईँको गेटहरू बनाइएको छ, भ्यू टावरहरू बनाइएको छ। स्कुल बनाउनुको सट्टा चाहिँ, पुल बनाउनुको सट्टा चाहिँ अर्को चाहिँ बाटोमा चाहिँ तपाईँको त्यो सफा गर्न लाग्छ। रोजगार दिने युवा रोजगार कि स्वरोजगार भन्ने त्यो आफ्ना मान्छेहरूलाई चाहिँ पैसा बाँड्ने गरेको छ। झाडु सफा हो। हामीले यसलाई त सामान्य हेरौँ न, जस्तो मैले भन्ने पनि गरेको छु क्या। तपाईँ हामीले बुझ्नु पर्यो कहाँनिर भने सत्ताको जिनमै भ्रष्टाचार छ भन्ने कुरा कहाँबाट बुझ्नु पर्यो भने नीतिगत भ्रष्टाचार। नीतिगत जस्तो त्यसलाई कसरी हुन्छ त? ल सामान्य तपाईँलाई म इक्जाम्पल भन्छु। यो सत्ताले अहिलेसम्म भोकमरी गाउँ घोषणा गरेर देख्नु भएको छ? भोकमरी गाउँ कहीँ घोषणा गरेर देख्नु भएको छ? तर यो सत्ताले के घोषणा गर्यो भने खुला दिशा पिसाब मुक्त गाउँ घोषणा गर्छ। किन गर्छ? त्यहाँ बाथरुम बनाउनु पर्छ, टोयलेट बनाउनु पर्छ, सामान किन्न पर्छ, त्यहाँ प्रत्यक्ष सामान किन्दाखेरि कमिसन आउँछ, कमिसन खान पाइन्छ, खाना पाउन् नपाउन् प्रत्येक गाउँ चाहिँ खुला दिशा पिसाब मुक्त चाहिँ हुनु पर्यो। यो त रुट हो यो सत्ताको। हेर्नुहोस्, कमिसन आउने ठाउँमा बजेट एकदम त्यसमा के शङ्का छ त? बाटो हो। कमिसन आउने भन्दा बाहेक तपाईँले विकास भएको देख्नु भएको छ? उद्योग धन्दा त खुल्दैन छ। एउटा उद्योग धन्दा खुलेको स्थिति छ, एउटा रोजगारी थपिएको स्थिति छ।
भएका चाहिँ अफिसहरूमा चाहिँ आफ्ना कार्यकर्ता अरौटे भरौटे चाहिँ करारमा नियुक्ति गरेर यहाँका चाहिँ सबै चाहिँ कार्यालयहरू आजको दिनमा ध्वस्त अवस्थामा छ। सरकारी अस्पतालहरूको हरिबिजोग छ, हरिबिजोग छ, चाहिँ विद्यालयहरूको हरिबिजोग छ। अहिले हेर्नुहोस् त टिचरहरूले तलब पाएको छैनन्, उनीहरू आन्दोलनमा छन्। यिनै दलाल होइन नि त भने। तर यो माग पूरा गर्न तयार छैन नि यो सरकार। प्रचण्ड अस्ति प्रधानमन्त्री हुँदाखेरि शिक्षकहरूलाई ल आन्दोलनमा आऊ भन्ने यही केपी ओली डाका होइन प्रचण्ड सरकारमा हुँदा। अहिले चाहिँ अहिले यही केपी ओली सरकारमा हुँदाखेरि चाहिँ तपाईँहरू अझ चाहिँ राम्रोसँग गर्नुहोस् है, आन्दोलन नथाक्नुहोस् है भन्ने यही प्रचण्ड होइन, यही शेरबहादुर देउवाहरू होइन भने कि यिनीहरू सरकारमा गएको छैनन्, यी लुटेराहरू गएको छैनन्। प्रत्येक कतिपटक गएको छन् तपाईँ हाम्रो जेनेरेसनमा हेरौँ त, गएको छैनन्। गर्न पर्दैन, माग यदि जायज हो भने पुरा गर्न पर्दैन। चाहिँ मान्छेहरूलाई उचाल्ने बिसाउने चाहिँ यो देशमा चाहिँ अस्थिरता फैलाउने बाहेक यी डाका लुटेराहरूले के गरे? आफ्नो पालामा गर्न पर्दैन, ठिक हो भने। तर राप्रपाको आन्दोलनलाई कमजोर पार्नको लागि काङ्ग्रेस एमालेकै नेताहरूको अगुवाईमा शिक्षकहरूलाई सडकमा ल्याएको भन्छन्, तपाईँलाई कस्तो लाग्छ? राप्रपाको आन्दोलन होइन, राप्रपाहरू त अब यो यसो हुन्छ नलिहाड हो यो होइन। यो चाहिँ कहिलेकाहीँ बाबुरामले भन्नुहुन्छ यो चाहिँ कहिलेकाहीँ यो राखे भूत जस्तो भएर देखिने हो यो। 240 वर्ष लुटखसुट मचाएको छ, त्यत्रो तपाईँको चाहिँ पञ्चायतकालमा लुटखसुट मचाएको छ, त्यो त काहीँ न काहीँ त त्यो जीवित रहन्छ नि त, त्यो थ्योरेटिकली पनि रहन्छ क्या त्यो एउटा कित्ता त। तर त्यो आन्दोलनबाट कोही भयभीत हुनु पर्दैन, कोही चाहिँ राजावादीको आन्दोलनबाट गणतन्त्रवादीहरू डराउनु पर्दैन। यो हिजो लुटेर राखेको सम्पत्ति कहाँ के गरौँ कसो गरौँ भनेर चिलाएर त्यो अलिअलि त्यो कार्यक्रमहरू गरे, त्यो केही हुनेवाला छैन, त्यो बेकारको कुरा हो। काहीँ रथको पाङ्रा पछाडि अगाडि बढाएर रथको पाङ्रा पछाडि जान्छ त? सम्भव हुन्छ? सम्भव छैन। कसरी सम्भव छ? 240 वर्षको लुटखसुटको पछाडि फर्किनुपर्छ। 240 वर्ष राजतन्त्रले के गर्यो हिसाब दिन पर्दैन? यहाँ उदाहरण दिइरहेछन् बेलायतका, अस्ट्रेलियाका, न्युजिल्यान्डका राजतन्त्रहरू। बेलायतको राजतन्त्रले 2/3 संसारको चाहिँ भूभाग ओगटेको थियो। भलै त्यो बेलाको स्थिति कसरी राज्य निर्माण भयो भन्ने साम्राज्यवाद खडा गरेको थियो, संसारभरि खडा गरेको थियो। त्यही भएर त्यहाँका जनताहरूले चाहिँ त्यहाँको राजतन्त्रप्रति चाहिँ एउटा चाहिँ उदारता देखाएको कुरा हो। यहाँको राजतन्त्रले के गर्यो? मानेको कुरा हो। यहाँको राजतन्त्रले के गर्यो? हामीले चाहिँ भनौँ न त्यो बेलाका कि राजा रजौटा लड्या हुन् र पृथ्वीनारायण शाहबाहेक लड्या यिनले देखाइदिनु परेन? यो कुरा हो नि त। यिनले त भएको हामीले कमाएको या हामीसँग आएको चाहिँ भूभाग पनि गुमाएको कुरा साँचो हो नि। यिनका चाहिँ आन्तरिक पारिवारिक कलह काटमारले गर्दाखेरि यो देश लुटिएको कुरा साँचो होइन? अनि हामीले खोजेको त्यो व्यवस्था हो। यिनले यो राजतन्त्र चाहियो भन्नेले सुरेन्द्रको छोरा राजा राजेन्द्रको इतिहास पढ्नुपर्छ। सन्की बौलाहरू चाहिँ हात्ती ल्याएर मान्छेहरूका टाउको खिच्दै हिँड्ने होइनन् काठमाडौँको सडकमा? यो पारसको अभिगत देखाएको छैन हामीले अहिले पनि? अनि यिनले राजतन्त्र ल्याइदिन्छन्, यिनले यो चाहिँ राप्रपाले राजतन्त्र ल्याइदिन्छ, अनि यो देश समृद्ध हुन्छ, अनि यो देश चाहिँ गजब बाटोमा जान्छ भन्ने अनि हामी त्यो परिकल्पना गर्छौँ आजको युवा? सम्भव छ त्यो? सम्भव छैन। कसरी सम्भव छ त्यो? आज त हामीले उन्नत खोजेको हो, उन्नत व्यवस्था खोजेको हो, जनताको व्यवस्था खोजेको हो होइन। संसार त आजको दिनमा चाहिँ मिली सेकेन्डमा अगाडि बढिरहेछ नि। हामी त कछुवाको गतिमा छौँ अझै पनि। यो व्यवस्था रहँदासम्म पनि अझै पनि हुने देखिँदैन। त्यही भएर अहिलेको यथास्थितिवाद र अहिलेको लुटखसुटको कारणले गर्दा केही पश्चगमनकारी नाराहरू आएको चाहिँ साँचो देखिन्छ। तर हुनुपर्ने बहस के हो त? योभन्दा अगाडि कसरी जाने? अगाडि बढ्नको लागि हामीले 1 वर्षभित्र उद्योग कल कारखाना बढी से बढी कसरी खोल्ने, बढी से बढी रोजगारी कसरी दिने, विदेशमा गएका दाजुभाइहरूलाई कसरी नेपाल ल्याउने? तपाईँलाई म आजको दिनको डाटा भनिदिन्छु। नेपालले उपभोग्य वस्तु मात्रै 6 खर्बको आयात गर्छ। 6 खर्बको उत्पादन यहीँ उत्पादन गरौँ त ल। नेपाली दाजुभाइले पुग्छ? विदेशबाट विदेशी यहाँ कामदार गर्न के अरे कामदार बोलाउनु पर्छ हामीले। त्यो त अहिलेको सरकारले त बनाउँछ भन्ने नै छैन, तर त्यो राज्यको त्यो नीति हुनुपर्छ। यही सम्भावना छ नि। त्यो राज्यको नीति नै लेखिएको छैन कानुनमा? छैन। यिनले त्यो कानुन लेख्ने भाव भए त अहिले सामान्य हेरौँ न, अहिले यिनले के गरे त? एउटा तपाईँलाई यसलाई दलाल तन्त्रले कसरी लपेटिरहेछ भन्ने कुरा सामान्य हेरौँ न। नेपालमा मेडिकल सेक्टरमा कोटा छुट्याइदियो क्या पढ्नको लागि होइन? कोटा छुट्याइदियो, यतिजनाले पढ्ने। योभन्दा बढी के गर्ने भन्ने चाहिँ विकल्प छैन। तिमीहरू बङ्गलादेश जाऊ, कमिसन बुझाऊ मेन पावरलाई, पुरा भयो भने त्यसपछि बाँकी पढ्नु पाएन। बाँकी त कहाँ गए? विदेश जानुभयो। तिमीहरू विदेश जाऊ भन्न पनि मिलेन, सिधै भाषण गर्न। ठिक होइन है। अनि कोटाको कुरा होइन नि त, राज्यका माथि रहेका दलालहरूले कस्तो नीति बनायो भन्ने कुरा हो नि यो त। कसरी यिनीहरूलाई चाहिँ कमिसन खाने नीति बनाउने भन्ने कुरा हो त्यो त। तर मैले एउटा उदाहरण मात्र भनेको, त्यो त सबैतिर। धादिङमा 10 रुपियाँ केजी गोलभेडा पाउने अनि कालीमाटी आउँदा 80 कसरी पुग्छ त? कमिसनको खेल हो। त्यो कमिसन त प्रधानमन्त्रीसम्म पुग्छ नि। त्यसमा तपाईँ हामी किन कन्फ्युजन है? यो त लुट खसोटको हरेक किसानलाई चाहिँ 10 रुपियाँ मात्रै। किसानले त 10 रुपियाँ पनि पाइरहेको छैन, खास किसानले त अझ
भनेको यो कमिसनको खेल यसरी गइरहेछ भन्न खोजेको। त्यसलाई राज्यले नियन्त्रण गरेर राज्यले नै व्यवस्थापन गर्नुपर्छ। अहिले त भाटा हान्नुपर्छ। यो राज्यका मान्छेहरूले गर्छन् भन्ने कुरा तपाईँहरू कन्फ्युजनमै नरहनुहोस्। कसैले पनि क्या कन्फ्युजनमा रहने कुरै छैन भने राज्य कर्मचारीले त्यो काम गर्दैन, त्यो त सम्भवै छैन। यो कर्मचारी तन्त्र पनि आदिउदी चाहिँ यो निलो ड्रेस लाउने र यो हातको सफाइ गर्ने बाहेक नेपालको कर्मचारी तन्त्र पनि विघटन गर्नुपर्छ भन्ने चाहिँ हाम्रो त। जनताको पक्षमा काम नगर्ने अनि दलालहरूको पक्षमा चाहिँ रातारात चाहिँ बजेट निकासा गर्ने, रातारात योजना बनाउने, रातारात त्यसको प्लानिङ गर्ने, होइन? यो छ स्थिति। अनि यो भए हुनाले अहिले यो व्यवस्थाबाट त्यो सम्भव छैन। हामीले के भनेको छ भने यो विकृतिहरूका विरुद्धमा युवाहरू सब एक ठाउँ आउनु पर्यो। एकपटक 10,000 मान्छेहरू युवाहरू चाहिँ सिंहदरबारको गेट तोड्न तयार हुनु पर्यो नि त, वालहरू तोड्न तयार हुनु पर्यो। संसारभरि मैनबत्ती बालेर क्रान्ति भएको छ र हुन्छ? त्यहाँ चाहिँ सङ्घर्ष हुन्छ, विद्रोह हुन्छ, गोली चल्छ, जो सेक्रिफाइस गर्न त एउटा जेनेरेसनले तयार हुनु पर्यो नि त। त्यहाँबाट भागेर हामीले मुक्ति पाउनेछौँ। अहिले यो समस्याहरूबाट हामीले सानसानो चाहिँ उसबाट भाग्यो भने त हाम्रो त अझै धेरै परको पुस्ताले चाहिँ दुःख पाउने देखिन्छ नि त, होइन? यिनीहरूलाई चाहिँ रिप्लेस गर्ने, यिनीहरूलाई चाहिँ भगाउने त कोही पनि देखिँदैन नि त। अलिअलि रविले गर्न खोजेको थिए, सबै मिलेर जेल हालेनन्। रविलाई सबै मिलेर जेल हाले नि। रविले खराबी गर्यो होला, खोजेको कारणले जेल हालेको हो। अब गर्न खोजेको भन्दैनौँ हामी अहिले। रविलाई पनि चेक गर्न बाँकी थियो, होइन? यो कुरा चाहिँ क्लियर, छोटो समय थियो, उहाँलाई चेक गर्न बाँकी नै थियो। तर रविले गल्ती गरे होला, जेल जानुपर्छ, रवि मात्रै जानुपर्छ भन्ने कुरा त गलत हुन्छ नि त। अरू जानु पर्दैन, यी दलालहरूका आसेपासेहरू जानु गर्न पर्दैन। तर राजनीतिक हिसाबले चाहिँ उसलाई मात्रै यो कुरा गलत छ। जस्तो अहिले भन्नु त जे भए पनि हर्क बालेनहरू यो देशको पक्षमा काम गरिरहेको त साँचो कुरा हो नि त। बालेन बिचरा तपाईँको हर्क हेर्नुहोस् त, बिहान 4 बजे स्ट्याटस लेख्नुहुन्छ, राति 2 बजेसम्म स्ट्याटस लेख्नुहुन्छ, देशका पक्षमा बोलिराख्नु भएको छ। युवाहरूलाई स्वतन्त्र हिसाबले चाहिँ मान्छेहरूलाई लाइन लाएर तपाईँको माओको स्टाइलमा चाहिँ जनवादी शैलीले काम गराएको यो देशमा हर्क साम्पाङ बाहेक को छ? गरिरहेछन् नि। तर मान्छे हेर्नुहोस् त खुट्टा तान्न कति लागेका छन्। रुख चाहिँ हावाले ढल्यो भने पनि हर्कको नाममा मुद्दा दर्ता गरिरहेछन्। यता बालेनलाई हेर्नुहोस् त, काम गरिरहेछन् नयाँ ढङ्गले। सबभन्दा बढी बजेट पनि भएको, सबभन्दा बढी चाहिँ मान्छे मेन पावर सेवा सुविधा दिनपर्ने ठाउँ पनि काम गरिरहेछन्। तर हेर्नुहोस् त प्रशासकीय अधिकृतले तपाईँको कति महिना होल्डमा राखे, त्यसपछि कसरी उपस्थित गराछन्, कति दिन बस्दा हामीले यहीँबाट भन्छौँ। अनि उनको आरोप चाहिँ 12 तलालाई मात्रै स्वीकृति दिएको, 19 तला लाई अनुमति दिएछन्। हुन्छ त, जनताको पक्षमा बालेनले काम गर्दैछ भने त कारबाही हुन्छ। त्यो कारबाही मात्रै होइन, हेर्नु केही दिनमा हेर्नुहोस् भाटे कारबाही हुन्छ, सडकमा घिसार्ने कुरा हुन्छ। अनि त्यो कार्यालयको प्रमुख चाहिँ कार्यालय तोड्दै चाहिँ तपाईँको घन बन्चरा हान्दै कार्यालयभित्र छिर्ने हुन्छ। त्यो बालेनलाई असहयोगको कुरा होइन, त्यो जनताका विरुद्धमा गरिएको गतिविधि हो। भनेपछि तपाईँहरूको युवा सङ्गठनले अब यस्ता यो विकृति, विसङ्गतिहरू, यस्ता बदमासीहरूका विरुद्धमा सङ्घर्ष गर्ने खालको नीति बनाउनुहुन्छ। त्यसलाई तपाईँहरूले नेतृत्व गर्नुहुन्छ। यो कुरा चाहिँ आज यो हाम्रो मिडिया मार्फत तपाईँले भन्नुभयो, होइन? अब के छ आगामी दिनहरूमा चाहिँ तपाईँहरूको कार्यक्रम? यद्यपि अब सम्मेलनले त्यो कुरा पास गर्ने कुरा हो, तपाईँहरूको नीति, होइन? कस्ता कार्यक्रमहरू चाहिँ अगाडि लानुहुन्छ? अब हामी कार्यक्रमको अन्तिमतिर छौँ। ठिक हो। हामीले अहिले मूलभूत रूपमा देशमा व्याप्त समस्याहरूको बारेमा हामी निकै गम्भीर चिन्तित छौँ। किन भन्नुहुन्छ भने यो देश कसैले पनि बस्न लायकको बनेन। अहिलेको सरकारले गर्दाखेरि, यो व्यवस्थाले गर्दाखेरि, यो व्यवस्था वरिपरिका मान्छेहरूले गर्दाखेरि, या त्यसले तलसम्म दुर्गन्धित हुने गरेर फैलाएको अराजकता, कुशासन, भ्रष्टाचार, व्यभिचार, लुट खसोट यो जो छ तलसम्मै, होइन? यसका विरुद्ध एकचोटि जिहाद छेड्न पर्ने त अनिवार्य शर्त जस्तो बन्यो, होइन? त्यो तलबाटै पनि बन्न सक्छ, माथिबाट पनि सङ्घर्ष गर्न पर्ने हुनसक्छ। तर यो लुट खसोटका विरुद्ध कसैले त सङ्घर्ष गर्नुपर्छ, होइन? अहिलेका सत्तासीनका वरिपरि रहेर त्यो जुठो पिरो खाएर तिनको जय जयकार गरेका केही मान्छेहरूले चाहिँ त्यो त गर्ने देखिँदैन। त्यसमा हामीले भनेका छौँ सडकमा हामी निर्विकल्प विकल्प हामी छौँ। एकपटक यो देशमाथि भएका लुट खसोटका विरुद्ध, यो देशमाथि भएका चाहिँ तपाईँको चाहिँ अराजकताका विरुद्ध, होइन? सबैतिरको चाहिँ जो अत्याचार छ यसका विरुद्ध लड्नको लागि लाखौँ युवाहरू, सबै युवाहरू एकचोटि गोलबन्द हौँ, होइन? यसरी जाँदाखेरि चाहिँ हामीले यो अहिलेका चाहिँ लुटेराहरू विरुद्ध लड्न सक्छौँ भन्ने हामीलाई लाग्छ, होइन? हामीले त्यो प्र्याक्टिस पनि गरिहेरेका छौँ क्या। अहिलेका सत्तासीनहरू कति कमजोर छन् भन्ने त हामीले बुझाएको छौँ नि त। यिनीहरू चाहिँ आफ्नै दलाललाई पनि नजोगाउन सक्ने ठाउँमा छन्। आफ्नै चाहिँ तपाईँको चाहिँ योजना बनाएर लुट्न लागेका मान्छेहरूलाई पनि त्यस्तै आइपऱ्यो भने यिनीहरू जोगाउन नसक्ने ठाउँमा छन्। ल कारबाही गरौँ, कञ्चनपुरबाट, झापाबाट, ताप्लेजुङबाट, दार्चुलाबाट चाहिँ रोल्पाबाट, रुकुमबाट फेरि कारबाही सुरु गरौँ। यिनका प्रत्येक कार्यालयमा बसेर कारबाही सुरु गरौँ न। ठिक छ, हामी यिनका कानुन त तोडेर अगाडि बढ्ने हुन्छ, हामी नयाँ निर्माण गर्नको लागि अगाडि जाने हुन्छ। तर यो लुटेरहरूलाई चाहिँ कारबाही गरेर चाहिँ
चाहिँ एकपटक सडकमा घिसारौँ भन्ने छ हाम्रो कुरा त। माइती घर मण्डलमा केही मान्छेहरूलाई रक्तमै गरी घिसार्नु पर्ने हुनसक्छ होइन। यही सन्दर्भमा आयोजक समितिको संयोजकको तर्फबाट तपाईँको सङ्गठन र अन्य युवाहरूलाई चाहिँ छोटो सन्देश के छ? अब अहिले सबैभन्दा बढी यो देशबाट प्रताडित एउटा यो देशमा कुनै पनि भविष्य नदेखेको एउटा वर्ग युवा वर्ग हो। हामीसँग मौजुदा 1,15,16,00,000 युवामा 85 लाखभन्दा बढी युवा त विदेश छ, निराश छ, कुण्ठा छ, यो देशमा अवसर छैन, केही पनि छैन। तर हाम्रो कुरा कहाँनिर छ भन्नुहुन्छ भने हामी निराश भएर पलायन हुने होइन, हामी लुट खसोटहरूबाट तर्सिएर या त्यहाँबाट भागेर हामी पलायन हुने होइन। लुट खसोटका विरुद्धमा सङ्घर्ष गरेर लुट खसोट गर्नेहरूलाई यो देशबाट लखेट्नुपर्छ। त्यसको लागि यो देशमा रहेका तमाम, देश बाहिर रहेका तमाम देशभक्त क्रान्तिकारी प्रगतिशील साथीहरूले एक ढिक्का हुनु पर्यो। हामी निराश हुनुपर्ने कुनै आवश्यक छैन। हामी अहिलेकै सत्ताका वरिपरि रहेका युवालाई पनि एकचोटि साँझ आँखा चिम्म गरेर छातीमा हात राखेर सत्य के हो भन्ने सोच्नुहोस् भन्न चाहन्छौँ, त्यो आग्रह गर्न चाहन्छौँ। केही दिनको चाहिँ लुट खसोटले केही दिनका वरिपरि मान्छेहरूका वरिपरि हिँडेर केही दिन रमाइलो त होला, तर त्यसले हाम्रो देश बर्बाद पारिरहेको छ, त्यसले चाहिँ हाम्रो पछिल्लो पुस्ताको भविष्य अन्धकार पारिरहेको छ। त्यस कारणले एकचोटि क्रान्तिकारी आन्दोलनमा, एकचोटि विद्रोहको आन्दोलनमा, एकचोटि चाहिँ नयाँ सत्ता निर्माण गर्ने आन्दोलनमा सबै युवाहरू चाहिँ एकताबद्ध हुनुपर्छ भन्ने छ हाम्रो चाहिँ। हस्, आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोसम्म आएर आफ्नो सङ्गठनको राष्ट्रिय सम्मेलन हुँदै गरेको समयको यो सेरोफेरोमा युवा सङ्गठनले चाहिँ अब गर्ने कार्यक्रमहरू गरेका केही हिजोका केही झलकहरू पनि भनिदिनु भयो। अर्को सन्दर्भमा फेरि तपाईँले नेतृत्व नीति नयाँ बनाएर आउनुभयो, सङ्घर्षका कार्यक्रमहरू लगेर जानुभयो भने कुनै सन्दर्भमा फेरि हाम्रो भेट हुनेछ र हामी फेरि छलफल गर्नेछौँ भन्दै आजलाई कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। नमस्कार।